सो यु डोन्ट ह्याभ टु नो एभ्रिथिङ के तपाईँलाई सबै कुरा थाहा हुनु पर्दैन तर तपाईँलाई जे कुरामा इन्ट्रेस्ट छ र तपाईँलाई जे कुरा तपाईँले गर्न चाहनुहुन्छ नि त्यसको बारेमा तपाईँसँग चाहिँ क्युरियोसिटी र पढ्ने सिक्ने इच्छा शक्ति चाहिँ हुनुपर्छ जस्तो लाग्छ कि जब तपाईँ केही कुराको लागि क्युरियस हुनुहुन्छ नि त्यो कुरा तपाईँले के हो कसरी भयो होला के होला भने तपाईँ क्युरियस हुनुहुन्छ त्यो बारेमा तपाईँ खोज्न चाहनुहुन्छ बुझ्न चाहनुहुन्छ कि सो मलाई पनि केही कुराले क्युरियस बनाउँछ भने आई विल डिग इट फर इट के हुन्छ नि मलाई त्यो बारेमा जसरी भयो नि पत्ता लगाउनु छ क्या जताबाट भए पनि इन्फर्मेसन न्युज के हुन्छ त्यो निकाल्नुपर्छ कि मलाई होइन र मैले तबसम्म त्यो गर्दिनँ नि मलाई त्यो सन्तुष्टि मिल्दैन कि तपाईँले जब आफ्नो क्युरियोसिटीलाई प्रायोरिटाइज गरेर केही कुरा नयाँ कुरा सिक्न खोज्नुहुन्छ नि तपाईँले यस्तो राम्रो तरिकाले त्यो कुराहरू सिक्दै जानुहुन्छ नि किनकि तपाईँले त्यो चाहेको कुरा सिकिरहनु भएको छ कि सो वेन आई रेकर्डेड माई भिडियो फर्स्ट टाइम मैले के पाएँ भन्दाखेरि मलाई त बोल्न नै आउँदो रहन्छ भन्ने भयो कि यत्रो वर्षदेखि मैले अरू मान्छेहरूको हेरिरहेको थिएँ सिकिरहेको थिएँ होइन तर क्यामेरा अगाडि त म बोल्न नै सक्दो रहन्छु कि मलाई एकदम डर लाग्यो कि किनकि यो मैले सधैँ चाहेको कुरा थियो र मैले गर्न सक्दिनँ होला भनेर मैले सुरुमै हार मान्न लागिसकेको थिएँ कि तर वाट केप्ट मी मोटिभेटिङ वाज लाइक द क्युरियोसिटी इनसाइड मी के हुन्छ नि र प्लानिङ आई स्टार्टेड प्लानिङ हाउ टु प्रेजेन्ट इन फ्रन्ट अफ द अडियन्स के र आई डोन्ट नो इफ आइ एम टकिङ भेरी पर्फेक्ट वेमा र इफ आइ एम ट्राइङ टु बी समथिङ एल्स इन द भिडियो इन रियल पर्सन र मेरो आवाजले के टोन दिन्छ मलाई थाहा छैन कि अझै पनि होइन जुन कुरा चाहिँ मैले भिडियो पोस्ट गरेपछि 10चोटि हेरेपछि बल्ल थाहा पाउँछु कि सो सानोबाट स्टार्ट गर्दा पनि त्यो कुरा चाहिँ एकदम एक्सेप्टेबल छ जस्तो लाग्छ कि मलाई चाहिँ अहिले चाहिँ होइन यदि तपाईँ केही कुरा सिक्न चाहनुहुन्छ भने र तपाईँसँग यदि त्यो सानो हिम्मत छ भने चाहिँ तपाईँ स्टार्ट गर्नुहोस् के र तपाईँलाई केही कुराको लागि नै कसैले रोक्नेवाला छैन होइन एक दुई दिन तपाईँलाई अलिकति अकवर्ड लाग्ला तपाईँ आफ्नो लाइक हुन्छ नि कम्फर्ट जोनबाट निस्किनु होला तर यु लभ इट के बिकज द्याट इज वाट वाज मेकिङ यु क्युरियस के तपाईँलाई त्यही कुराले त तपाईँलाई केही कुरा गर्न सिकाइरहेको छ तपाईँसँग सानो पनि हिम्मत छ भने चाहिँ मेक इट काउन्ट के तपाईँलाई जज गर्ने कोही हुनेवाला छैन कि तपाईँले आज स्टार्ट गर्नुहुन्छ भने दे इज अ पोइन्ट वेयर यु आर नट गोइङ टु बी पर्फेक्ट तर एउटा पर्फेक्सनको लाइनमा चाहिँ तपाईँ पक्कै पनि हिँड्नु हुनेवाला छ कि सो